हेलो गाइस, म चाहिँ अहिले एक नम्बरमा आइरहेको छु साथीहरू। मेरो यहाँनिर कामको छुट्टी भएर चाहिँ म घरमा चाहिँ 2 बजी आइपुगेको साथीहरू। म 2 बजी आएर पनि फेरि म बगानबाट 2 बजी आएर पनि फेरि मेरो ड्युटी चाहिँ छ यहाँनिर। हेर्नुहोस् है, गाईलाई ल्याउनु आउनुपर्छ यहाँ एक नम्बर जङ्गलमा। यो गाई लगेर गएर चाहिँ म फेरि मेरो माथि दाउरा पनि छ साथीहरू। अब गाई यो 2टा गाईहरूलाई यिनीहरूलाई दाना पकाएर दिनुपर्छ, त्यही भएर दाउरा पनि बोक्नुपर्छ साथीहरू। के गर्नु, मलाई त एकदमै गाह्रो छ साथीहरू। तपाईँहरूलाई के कस्तो छ भन्नुहोस् ल, भन्नुहोस्। किनभने दिनको अब के गर्नु, बगानमा बसेर त गाई मात्रै यो काममा मात्रै हिँडेर पनि पुग्दैन साथीहरू। हाम्रो अब 250 हाजिरा छ, 250 हाजिराले पुऱ्याउनु साह्रै छ। त्यो भएर चाहिँ हामीले यहाँ त गाईहरू पनि पालेको छौँ। अब गाई पाल्नु पनि साह्रै छ साथीहरू। तपाईँहरूले त हेर्दा त अब सजिलो देख्नुहुन्छ, तर गाई पाल्नु चाहिँ एकदमै साह्रो पर्छ। किनभनेदेखिको तपाईँहरूलाई मैले अब यो जङ्गल त देखाइराखेकै छु। यो जङ्गल चाहिँ अब एकदमै बेसी जङ्गल छ, त्यही भएर गाईहरू पनि भेट्दैन, पुरा खोज्नुपर्छ। कोही बेला त गाई खोजेकोले पुरै थाक्छ साथीहरू। कोही बेला चाहिँ भेटिहाल्छ, कोही बेला चाहिँ भेट्दैन। यो जङ्गलले गर्दा देख्दैन। अन्त कोही बेला त अब कस्तो थकाइ लाग्छ, गाई खोज्दा पनि भेट्दैन। के गर्नु, अब नपालौँ भने पनि नहुने। कमानको पैसाले मात्रै पुग्दैन हामीलाई, त्यो 250ले कति हुन्छ। अन्त अब बिहा हुन्छ, जानैपर्छ। बिहा कार्यहरू, बर्थडे हुन्छ, मराउ पर्छ, इत्यादि कुरोमा चाहिँ हामीले पुऱ्याउनु पर्छ नि त। त्यही भएर अब सबैतिर जानै पर्यो। अब जहाँ के हुन्छ त्यहाँ त हामी पुगेकै हुन्छौँ। कोही बेला बिहाहरू हुन्छ साथीहरू, बिहामा पनि जानुपर्छ। त्यही भएर चाहिँ गाह्रो छ भनेको मैले हो। हुन त सबैलाई नै अब गाह्रै परिरहेको छ, र पनि अझै गाई पाल्नेहरूलाई त निकै गाह्रै हुन्छ साथीहरू। किनभनेदेखि अब यस्तो जङ्गलमा हिँड्नुपर्छ। बर्खा झरीमा त झन् साह्रो, अब बर्खा पानी परिरहेको हुन्छ, पानीमा पनि आउनै पर्छ। ज्वरो आयो भन्नु पनि पाउँदैन हो, केही भन्नु पाउँदैन साथीहरू। गाई पालेपछि कहीँ डुल्नु घुम्नु जानु पनि पाउँदैन। अब दुध दुहुनु पऱ्यो भन्दा, गाईलाई घाँस काट्नु भन्दा, के गर्नु भन्दा चाहिँ साह्रै पर्छ नि त। त्यही भनेर चाहिँ पुरै गाई पालेपछि चाहिँ अब एकदमै एकजना मान्छे चाहिँ एकदमै गाईको गोठाला चाहिँ हुनुपर्छ साथीहरू। हुन्छ साथीहरू, तपाईँहरू मेरो भिडियोमा सबैजना मेरो भिडियो हेर्नुहुन्छ साथीहरू। हेरेर लाइक कमेन्ट सेयर गरिदिनुहोस् होला तपाईँहरूले। हुन्छ साथीहरू, बाई बाई।